5, 4, 3, 2, 1, start. हेलो नमस्ते अल माई युट्युब फ्रेन्ड्स, म विशाल गुरुङको तर्फबाट हजुरहरूलाई सबैलाई नमस्ते। आज चाहिँ हाम्रो यात्रा चाहिँ स्याङ्जा जिल्ला वालिङ नगरपालिकाबाट रानी महलसम्म हुनेछ भने अहिले म स्याङ्जा जिल्लाको सबैभन्दा लामो पुल चिउरी भिरमा आइपुगेको छौँ र चिउरी भिरको सबैभन्दा लामो पुलबाट हजुरहरूलाई सबै दृश्यहरू देखाउन कोसिस गरिरहेको छु। अहिले चाहिँ हामी स्याङ्जा जिल्ला र पाल्पा जिल्लाको सिमाना जोड्ने रामदी पुलमा आइपुगेको छु अनि यसमा काली गण्डकीको आफ्नै रफ्तारमा बगिरहेको छ अनि यो अहिले चाहिँ एकदमै ठुलो कन्स्ट्रक्सन चलेको छ। यसमा एकदम ठुलो ब्रिज बनाइरहेको छ। यसमा काली गण्डकीको सबै दृश्यहरू हजुरलाई यो पुलबाट देखाइरहेको छु। यहाँ एकदमै ठुलो ब्रिज निर्माण गरिरहेको छ। हामी केही समयको दृश्य अवलोकनपछि स्याङ्जा जिल्लालाई पछि पार्दै पाल्पातर्फ प्रस्थान गर्यौं। हामी रामदी पुलबाट 30 मिनेट पछि पाल्पाको रानी महल जाने बाटोमा पुग्यौं। पाल्पाबाट रानी महलसम्म बाटो पुरै पिच भएको कारणले गर्दा हाम्रो यात्रा एकदमै सजिलो र सहज भयो। एकदमै रमाइलो छ। यहाँ चाहिँ बाटो एकदमै ओह्रालो भएको कारणले गर्दा एकदम होसियारपूर्वक हिँड्न पर्ने अवस्था छ। यहाँ एकदमै गाडीको भिडभाड, बिजी गाडीको बाटो है, एकदम हिलो पनि छ। यस्तो छ है, पानीको छिपछिप छिपछिप पर्ने अवस्था छ। गाडीहरू स्लाइडिङ चिप्लिने खतरा हुन्छ है। यो भिडियोमा चाहिँ धेरै बाटोको अपडेटहरू हजुरलाई दिइरहेको छु है। बाटोहरूको सबै अल अपडेटहरू हजुरहरूलाई आउनका लागि सजिलो होस् भनेर हजुरहरूले सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला भिडियो। अहिले चाहिँ फाइनली म रानी महल आइपुगेँ। अब हजुरहरूलाई रानी महलको दृश्यहरू देखाउन सुरु गरिसकेको छौँ।
हामी वालिङबाट 2 घण्टाको यात्रा पार गरिसकेपछि फाइनली पाल्पा जिल्लामा रहेको रानीमहलमा पुग्यौं। यो रानीमहल 100औं वर्ष पहिला निर्माण गरिएको महलले एक प्रेम कथा बोकेको छ। नेपालको ताजमहल रानी महलको कथा पश्चिम नेपालको पाल्पा जिल्लाको तानसिनबाट झन्डै 7 किलोमिटरको दूरीमा काली गण्डकीको किनारमा एक विशाल चट्टानमाथि एक भव्य महल निर्माण गरिएको छ। कलात्मक र आजभन्दा 100औं वर्ष पहिला निर्माण गरिएको महलले एक प्रेम कथा बोकेको छ। यो महलको निर्माण गरेका थिए खड्का शमशेर, जो धीर शमशेरका माइला छोरा थिए। खड्का शमशेर तिनै पात्र थिए जसले वीर शमशेरलाई नेपालको 14 महाराज बनाउन सहयोग गरेका थिए। विक्रम सम्वत 1903 सालमा जङ्गबहादुरले कोत पर्व नरसंहार मचाएर 14 महाराज बनेका थिए। विक्रम सम्वत 1945 आफ्नो अत्यन्त प्रिय रानी तेजकुमारी देवीको मृत्युको समयमा भाव विह्वल भएका खड्का शमशेरले रानीसँग उनको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहल जस्तै बगैँचा सहितको दरबार निर्माण गर्न अन्तिम वचन दिएका थिए। विक्रम सम्वत 1954 निर्माण पुरा गरिएको यस दरबारलाई नेपालको ताजमहलको रूपमा चिनिन्छ। खड्का शमशेर पाल्पाबाट पलायन भएपछि सरदाजको अभावमा यी दरबारका कयौं बहुमूल्य सामानहरू हराउने, बिग्रिने, चोरी हुने र दरबार भग्न विशेष जस्तै हुँदै गयो। हिन्दू धर्मशास्त्रीहरूको भनाइ अनुसार यस स्थानमा बगेको नदी उत्तरतर्फ हुनाले यहाँ स्नान गर्न तथा पानी छोए मात्र पनि पवित्र भइन्छ भन्ने भनाइ समेत रहेको र हाल स्वदेशी तथा विदेशी पर्यटकको अलावा तीर्थयात्री समेत गर्न यहाँ आउने गर्दछ। यो सुन्दर दरबार रानी तेजकुमारीको सम्झनामा नेपाल ऐतिहासिक पुरातात्विक महत्त्वको रूपमा चिनिएको छ। विक्रम सम्वत 2075 साल श्रावण 10 गते नेपाल सरकार पुरातात्विक विभागबाट तानसेन नगरपालिकालाई हस्तान्तरण भएको छ। राजाले चाहिँ यसमा घोडा तबेला राख्ने ठाउँ है यो बेला राजाले चाहिँ आफू चढेर हिँड्नेवाला घोडाहरू राख्ने गर्दथ्यो यो भित्र। यहाँबाट फेरि अरू ठाउँ हजुरहरूलाई मैले यो रानी महलबाट स्याङ्जा र पाल्पा जोड्ने पुल देखाइरहेको छु भने यो पुलबाट यो गाडी गइरहेको साइडतिर स्याङ्जा जिल्ला पर्छ है साथीहरू। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु होला है, एकदमै रोमान्टिक हुनेछ है साथीहरू।
हजुरहरूलाई मैले यो दुईटा पहाडको बीच साइडतिर देखाइरहेको छु। पाल्पाबाट हामी यो रानी महलतिर आउँदाखेरि यो दुईटा पहाडको बीच बाटो हुँदै आउनुपर्छ। अहिले चाहिँ पिच बनाइसकेको छ, एकदमै राम्रो छ बाटो। हजुरहरूलाई मैले यो रानी महलको यो नेपालकै एक मात्र महल रानी महल हजुरहरू एकचोटि घुम्नै पर्ने ठाउँ है। माथि बसेर फोटो खिच्न नै मिल्छ है। राजा र रानी यहाँ बसेर ट्याक्क कफी खाइन्थे अरे है त्यो बेला। यो साइडबाट चाहिँ उत्तरतर्फ बग्ने नदी पर्छ है। यस्तो छ नदी। यो झोलुङ्गे पुलपारी चाहिँ स्याङ्जे जिल्ला पर्छ है। यस्तो छ नदीहरू, एकदमै ठुलो नदी बनाएको छ यसमा। अब म यो रानी महलको मूलद्वारबाट भित्र प्रवेश गरेँ। कस्तो छ त है, हजुरहरूलाई पुरै देखाउने कोसिस गर्नेछु। राजा रानीको फोटोहरू कस्तो छ है, एकदमै भिडभाड छ आज। यो साइडतिर चाहिँ राजा र रानीको फोटो लगाइएको छ। यस्तो तरिकाको छ है राजा, अनि रानीको फोटो पनि लगाएको छ है एकदमै ठुलो फ्रेममा। यो खड्का शमशेर, एकदमै राम्रो तरिकाले सजाएर राखेको छ फोटो राजा रानीको। अनि यो फर्स्ट तलाबाट सेकेन्ड तलातिर गइरहेको छु। सेकेन्ड तलाबाट चाहिँ कस्तो देखिन्छ त है। एकदमै राम्रो छ है यो रानी महल। यो दिदीहरूसँग चाहिँ भिडियो सुट गरेको है। यस्तो राम्रो राम्रो ड्रेसअप गरेर नै आएको हुन्छन् यहाँ। यस्तो छ है ठाउँहरू। रानी महलको टप फ्लोरबाट हजुरहरूलाई मैले देखाइरहेको छु अहिले। माथि राजा र रानी बसेर चिया कफी खाने ठाउँबाट भिडियो बनाइरहेको छु। हजुरहरूले प्रतिक्रिया दिनु होला, भिडियोको क्वालिटी कस्तो आएको छ अनि राम्रो छ कि छैन भनेर है। माथि टप फ्लोरबाट हजुरहरूलाई भिडियो देखाइरहेको छु म अहिले। यहाँ चाहिँ ठाउँ ठाउँबाट गाडीहरू पनि रिजर्भ गरेर आउने रहेछ। धेरै भिड छ आज है, रमाइलो पनि छ। अब चाहिँ हजुरहरूलाई राजा र रानीले त्यो बेला चाहिँ पूजा पाठ गर्ने, आफूले पानीहरू खाने भाँडोहरू र मन्दिरहरू पुरै देखाइरहेको छु। यो गणेशको भगवान, अनि यो यस्तोहरू छ सामानहरू है, पूजा गर्ने सामानहरू, राजाले युज गर्ने भाँडाहरू है। यस्तो छ, यस्तै पुरा
भगवानको फोटोहरू सजाएर राखिएको छ। राजा र रानीले पूजा गरेको वाला भगवानहरू यो यस्तो छ पूजा आइटमहरू। यदि हजुरहरू टाढा टाढाबाट आउँदै हुनुहुन्छ र यहाँ बास बस्न चाहनुहुन्छ भने यहाँ यस्तो पनि व्यवस्था छ है। यहाँ आएर त्यो क्याम्पिङ गरेर बस्ने ठाउँ पनि छ, टेन्ट मुनि बस्ने व्यवस्था पनि छ, होटलमा बस्ने व्यवस्था पनि छ है। यो पारी लगाएको छ जो टेन्टहरू, त्यसमा पनि हजुरहरूले बुक गरेर बस्न सक्नुहुन्छ है। एकदमै रमाइलो छ, पवित्र स्थल अनि एकदमै धुलो धुवाँबाट मुक्त रमाइलो। आउनु होला है हजुरहरूलाई, पुरा व्यवस्था गरिएको छ यसमा। यो एरिया चाहिँ एकदमै पार्किङ गर्ने ठाउँ है। पार्किङ शुल्क हजुरलाई 10 रुपियाँ लाग्छ, 10 रुपिज। यहाँ चाहिँ टाढा टाढाबाट गाडीहरू पनि आउने रहेछ, गाडीहरू बुकिङ गरेर पनि आउने रहेछ है। थ्याङ्क यू माई अल युट्युब फ्रेन्ड्स। सुरुदेखि अन्तिमसम्म मेरो भिडियो हेरेर साथ सपोर्ट दिनुभएकोमा अर्को ब्लगमा भेट्ने आशा सँगसँगै क्लोज गरेँ।